यूहन्नाले लेख्नुभएको येशूको चेला यूहन्नाले। अनि यहाँनिर जब यो खण्डलाई हेर्छौँ एउटा रोचक प्रकारको कुराहरू हामी देख्छौँ, एकदम रोचक प्रकारको एउटा आशिषमय कुराहरू हामी यहाँ देख्न सक्छौँ। तपाईँले मसँगै पढाउन सक्नुहुन्छ। पहिलो यूहन्नाको पुस्तक 4 अध्यायको 4 पद म विशेष हेर्छु र म पढ्न चाहिँ सबै पढ्छु है त। कतिसम्म भने 1 देखि 6 पदसम्मलाई पढ्छु। पहिलो यूहन्ना 4 अध्यायको 1 पददेखि 6 पदसम्म पढ्छु। तर मैले तपाईँलाई जोड दिन खोजेको कुरा, बताउन खोजेको कुरा चाहिँ 4 पदमा छ। 4 पदमा छ। अनि त्यसबाट मैले 3टा कुराहरू तपाईँको बिचमा राख्न चाहेको छु। यहाँनिर यसरी लेखेको छ, प्रिय हो जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनु भएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ। 4 पद, मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरू माथि विजयी भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन् र संसारले तिनीहरूका कुरा सुन्छ। हामी त परमेश्वरका हौँ, जसले परमेश्वरलाई चिन्छ, जसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौँ। यो वचन चाहिँ यूहन्नाले आजको मण्डली र नयाँ नियमको मण्डलीलाई स्पष्ट रूपमा लेख्नु भएको छ। प्रिय, यसो विचार गर्दा झुटा शिक्षाहरू चाहिँ धेरै टाढाबाट आउँछन् जस्तो लाग्छ हामीलाई, हैन? तर होइन, झुटा शिक्षा मण्डलीभित्रै हुन्छ। मण्डलीभित्रैबाट झुटा शिक्षाहरू निस्केको हुन्छ। हामीले बाइबलमा हेर्ने हो भने थुप्रै त्यस्तो उदाहरणहरू देख्छौँ। पावलले भन्नुहुन्छ, पत्रुसले पनि भन्नुहुन्छ, येशू ख्रीष्ट स्वयंले पनि भन्नुहुन्छ, यूहन्नाले पनि भन्नुभएको छ। थुप्रै घटनाहरू हामी देख्छौँ। झुटा शिक्षा चाहिँ तिमीहरू भित्र नै छन्। के हो त झुटा शिक्षा? झुटा शिक्षालाई कसरी पत्ता लगाउन सक्छौँ हामी? झुटा शिक्षा त्यो जुन शिक्षा चाहिँ परमेश्वरको वचनले भनेको भन्दा बाहिरबाट हामी खोजी निकाल्छौँ। जुन कुरा बाइबलले सिकाइरहेको छ त्योभन्दा फरक प्रकारको मत, फरक प्रकारको विचार, फरक प्रकारको हामीले प्रस्तावहरू ल्याउन थाल्छौँ। अनि त्यहाँ चाहिँ झुटा शिक्षाहरू प्रबल भएर आएको हुन्छ। थुप्रै छन् त्यस्तो घटनाहरू। अनि बाइबलले के भन्छ भने हामीले 1 पदमा हेर्यौँ भने प्रिय हो जुनसुकै आत्मालाई विश्वास नगर। तपाईँले एउटा घटना देख्नु भएको छ। पत्रुस र येशू ख्रीष्टको वार्तालाप हुन्छ। पत्रुसलाई परमेश्वर सबै चेलालाई भन्नुहुन्छ, उहाँले मानिसको पुत्रको विषयमा तिमीहरू के ठान्छौ? कसरी बुझेका छौ? अरू चुपचाप लागेका हुन्छन्, अरूले धेरै बोल्दैनन्। तर पत्रुस के भन्छन्? सबैभन्दा छिटो हतार गरेर भन्छन्, तपाईँको विषयमा अथवा मानिसको पुत्रको विषयमा उहाँ त परमेश्वरबाट आएको व्यक्ति हो, परमेश्वरको अभिषिक्त जन हो। हेर्नुहोस् त, त्यो
त्यो आत्मा चाहिँ परमेश्वरबाट आएको आत्मा। यीशु ख्रीष्टको बारेमा पत्रुसले बोल्दै हुन्छ कि तपाईँ त परमेश्वरको अभिषेक भएको जन हो। परमेश्वरको इच्छालाई उनले बुझे, परमेश्वरको विचारलाई बुझे, त्यो आत्मा उनको भित्र काम गर्दै थियो। अनि अलिकति अगाडि बढ्दै जाँदा अनि येशूले भन्नुहुन्छ मानिसको पुत्र त संसारमा मर्न, क्रुसमा टाँगिनु, मर्नु र गाडिनु र तेस्रो दिनमा बौरी उठ्नु आवश्यक छ। अनि पत्रुस फेरि हतार हतार गरेर भन्छ प्रभु तपाईँ त क्रुसमा टाँगिनु हुँदैन, तपाईँ मर्नुहुन्न, तपाईँ मर्नु पर्दैन, तपाईँ मर्यो भने हामी त टुरा हुन्छौँ। पत्रुसले भन्छ ठिक कुरा हो, कस्तो लाग्छ तपाईँहरू? येशूले भन्दै हुनुहुन्छ म त मर्नु पर्छ, म त क्रुसमा टाँगिनु पर्छ भनेर भन्दै हुन्छ। पत्रुसले भन्छ तपाईँ टाँगिने होइन क्रुसमा, तपाईँ मर्नु हुँदैन क्रुसमा, तपाईँ गाडिनु हुनु हुँदैन। पत्रुसको विचारमा ठिक थियो त्यो कुरा? ठिक थियो कि थिएन भन्नुहोस् न? मानव हो त्यस कारणले ठिक थियो, तर त्यो मानवीय शैलीलाई, मानवीय जीवनलाई कसले प्रयोग गर्दैछ त्यहाँ, त्यो चाहिँ बुझ्नुपर्ने आवश्यकता हो। त्यो बुझ्न सकेन पत्रुसले। परमेश्वरको इच्छा के थियो भने यीशु ख्रीष्ट स्वयंले भन्दै हुन्छ मानिसको पुत्र त मर्नु, गाडिनु र तेस्रो दिनमा बौरी उठ्नु आवश्यक छ। यीशुले त्यो भन्न बित्तिकै त उसले बुझ्नु पर्ने हो, तर उसभित्र दियावलसको आत्मा आयो। दियावलसलाई थाहा छ पुग्यो यदि यीशु ख्रीष्ट मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो भने शैतान हार्छ, शैतानको विजय हुँदैन। त्यसकारणले शैतानले चाहेको थियो यीशु ख्रीष्ट नमरेको। अनि पत्रुसले त्यही भाषा बोल्छ। अनि यीशुले के भन्नुहुन्छ थाहा छ? शैतान त मबाट। आजभोलि मानिसलाई गलत काम गर्यो भने, खराब काम गर्यो भने अनि शैतान भन्ने के भन्ला? यत्रो ढुङ्गा ल्याएर पक्कै हिर्काएर मलाई शैतान भन्ने भनेर होइन, ठोक्छ कि ठोक्दैन? ठोक्नै पर्दैन। आजभोलि ए भाइ तैँले गलत काम गर्दैछस् है, होसियार। ए बहिनी तैँले गलत काम गर्दैछस्, होसियार। ए भाइ बहिनी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी तपाईँले गलत काम गर्दै हुनुहुन्छ है, यो बाटो नगर्नुहोस् भन्यो भने बडा जान्ने भएको, आफू मात्रै जान्ने भयो होला, हामीलाई सिकाउँछ भन्छन् कि भन्दैन? भन्छ। येशूले के भन्नुभयो? ए शैतान त मबाट दूर भइज। पत्रुस त 3 छक पर्यो होला। के भन्नुभयो येशूले? मलाई त शैतान भनेर। मैले त येशू नमरेको भए हुन्थ्यो, सधैँभरि बाँचेको भए हुन्थ्यो भनेको त येशूले त यस्तो कुरा पो गर्नुभयो। उसलाई थाहा छैन पत्रुसलाई म भित्र शैतानले काम गर्दैछ भनेर। तर परमेश्वरको पुत्र येशूलाई थाहा भइसक्यो, किनकि प्रभु येशू ख्रीष्ट धरतीमा जन्मिनुको एउटै उद्देश्य हो, मानिसको पापलाई गार्नु र मानिसलाई जीवन प्रदान गर्नु। त्यसको लागि उहाँ मर्नै पर्थ्यो, उहाँ गाडिनै पर्थ्यो, उहाँ तेस्रो दिनमा बौरी उठ्नै पर्थ्यो। त्यो येशूलाई थाहा थियो, चेलाहरूले बुझेन। झुटा शिक्षाले त्यहाँ उसको जीवनमा काम गर्दै थियो। त्यो झुटा शिक्षा, परमेश्वरको इच्छा एउटा छ, परमेश्वरको विचार एउटा छ। अब मानिसले अर्को विचार घुसाइहाल्छ। मण्डलीमा हुन्छन् प्रिय यस्तो हुन्छ, तर तपाईँले मैले बुझ्नुपर्ने कुरा हो के हो त सत्य कुरा हो। परमेश्वरको वचनले हामीले भन्न खोजेको कुरा के हो? तपाईँ र मेरो जीवनमा परमेश्वरले चाहेको चाहना के हो त्यो बुझ्नुपर्छ। यदि त्यो बुझेर हामी अगाडि बढ्यो भने तपाईँ र म विजयी हुन्छौँ। परमेश्वरले हामीलाई विजयीको जीवन जिउनलाई दिनुभएको, हारेको जीवन जिउनलाई होइन। पत्रुस धेरैचोटि हारेका छन्, अन्ततः उनी विजयी पनि भएका छन्। आमेन। विजयी पनि भएका छन्। एकचोटि त्यो हतार गरेर बोल्यो, देवसले मौका पाए, यो चतुर, यही चतुरबाट मैले काम लिनुपर्छ भनेर देवलले स्वाट उसको हृदयमा हालिदियो। अनि उसले भन्यो होइन होइन प्रभु तपाईँ कहाँ मर्ने, तपाईँ मर्नु हुन, तपाईँ बाँच्नुपर्छ, हामीसँग हुनुपर्छ, हामी टुरा हुन्छौँ न। यसो हेर्दाखेरि त राम्रै जस्तो लाग्छ। अनि कतिले हात टाउकोलाई माग्यो, नमरेको भए हुन्थ्यो भनेर पत्रुसले भनेको ठिकै हो, मानव। तर आत्मिक कुराहरू जब हेर्दै गर्दा येशू ख्रीष्ट यस धरतीमा जन्मिनु किन आवश्यक पर्यो?
आवश्यक एउटै मात्रै हो कि उहाँले मानिसको पापलाई क्षमा गर्नु र बचाउनु पर्ने कारण थियो। त्यस कारण उहाँ आउनुभयो। अनि आउनुको कारण मर्नु नै हो। संसारमा मरेर मानिसलाई बचाउने एउटा मात्रै व्यक्ति हो। को थियो? को थियो? तपाईँ र म मरेर अरूलाई बचाउन सक्छौँ? बचाउनको लागि मर्न सक्छ। जस्तै कुनै मानिस खाल्डोमा पर्यो अथवा कुनै समस्यामा छ, उसलाई बचाउनको लागि हामी त्यहाँ गयौँ, ती हामी पनि खत्तम हुन सक्छौँ। त्यो छुट्टै कुरा हो, त्यो होइन, छुट्टै कुरा। तर मरेर बचाउने रेकर्ड चाहिँ हामीले देख्दैनौँ। र येशू ख्रीष्ट चाहिँ उहाँ बचाउनलाई मर्नुभयो र मरेर पनि बचाउनु भयो। दुईटै कुरा हो। तपाईँहरूमा आज जो छौँ यस मण्डलीभित्र उहाँको मृत्यु पश्चातको जीवनको कारणले तपाईँहरू यहाँ छ। त्यस कारण तपाईँहरू मैले विजयीको जीवन पाएका छौँ। म 4 पद मात्रै पढ्ने के अरे बताउने कोसिस गरेको छु तपाईँसँग। मेरा साना बालकहरू तिमीहरू चाहिँ परमेश्वरका हो। कसका हो रे? ध्यान दिनुहोस् है। कसले भन्यो मेरा साना बालकहरू? कसले भन्यो? कसले भन्यो? बाइबल पढ्नुहुन्छ? कसले भन्यो? यूहन्नाले तपाईँ र मलाई बताउँदै हुनुहुन्छ। के बताउँदै हुनुहुन्छ? मेरा साना बालकहरू तिमीहरू परमेश्वरका, चर्कोसोले भन्नुहोस्, परमेश्वरका, चर्कोसोले भन्नुहोस्, कसको हो? परमेश्वरको हो त हामी हो। हाम्रो परमेश्वर के हुई कि नहीं हुई? परमेश्वर का हूँ हामी हौ कि होइनौ? चर्कोसोले भन्नुहोस्, हौ कि होइनौ? कहिले कहिले झुट बोल्नुहुन्छ, सधैँभरि सच्चाइ बोल्दै बोल्दा कहिले झुट बोलिहाल्नुहुन्छ। यदि साँच्चै हामी परमेश्वरका हौ भने त परमेश्वरको बाटोमा हिँड्नु पर्यो। कहिले कहिले मलाई रिसा, मैले भनेको कुरा मान्दैनन् अनि मैले भन्छु तिमीहरू त मेरा छोराछोरी जस्तो छैन भनिदिन्छु। रिसले के भन्न खोजेको, मेरो छोराछोरी हो भने त मेरो भनेको मान भन्न खोजेको के, मेरो छोराछोरी नै होइनौ, मैले जन्माएकै होइन भन्न खोजेको होइन। भनेको नमानेपछि रिस उठ्छ, तनाव हुन्छ, अनि त्यसपछि के भन्नु पर्यो? तिमीहरू मेरो छोराछोरी हो भने त भनेको मान। यदि हामी परमेश्वरका छोराछोरी हो भने त प्रियहरू हामी परमेश्वरको बाटोमा हिँड्नु पर्यो, संसारको बाटोमा होइन। हामीलाई झुक्याउँछ यो संसार फेल बनाउनको लागि, फेल बनाउनको लागि। हामी संसारका कुराहरू प्रशस्त मात्र देख्छौँ। 100%मा 100%मा हामीले देख्ने कुरा चाहिँ 22% छ। 22%, 78% नदेखिने कुरा छ जो सत्य छ। अनि 78% नदेखिएका कुराहरू जसले हामीलाई प्रत्यक्ष प्रभाव पार्छ र भविष्यमा पनि प्रभाव पार्छ, हामीलाई सुरक्षित पनि दिन सक्छ, त्यो असल बाटोमा डोर्याउने कुराहरू हुन सक्छ, त्यसलाई हामीले पन्छाइदिन्छौँ, त्यसको हामीले ख्यालै गर्दैनौँ। र 22% जसले हामीलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ हाम्रो शरीरलाई, हाम्रो जीवनलाई, त्यसको पछि हामी कुदिरहेका हुन्छौँ, जो सत्य नहुन पनि सक्छ। प्रियहरू, आँखाले देखेका सबै कुराहरू राम्रो हुन्छ भन्ने छैन। त्यसै कारण यूहन्नाले के भन्नुहुन्छ भने मेरा साना बालकहरू तिमीहरू परमेश्वरका। यदि हामी परमेश्वरका हौँ भने त हाम्रो जीवनमा परमेश्वरको उद्देश्य के छ त्यो बुझ्नु पर्यो। के को लागि हामी यो धरतीमा किन छौँ, यो पृथ्वीमा किन छौँ, शान्ति चर्च छ भवनभित्र किन आउँछौँ हामी, किन प्रभुलाई विश्वास गरेका छौँ? खानु पिउनु लाउनु मात्रै हो र? आफू मात्रै सुरक्षित हुनु हो र? होइन। मलाई कहिले पनि यो भजनसँग एकखेल सर यो भजनको पुस्तक 401 419 के मजरी तैयारी
अब हामी स्वर्गमा जाँदाखेरि के यो रित्तै हात जाने हो त? तपाईँको रुपियाँ पैसा लिएर जान सक्नुहुन्न त्यहाँ। जीवनको पुस्तक फिल्म हेर्नु भएको छ? जीवनको पुस्तक फिल्म हेरेपछि प्रष्ट हुन्छ। एकदम धनी मान्छेहरू पनि हुन्छन्, म घुस दिन्छु, मलाई स्वर्ग जान देऊ भनेर भन्छ। तिम्रा पैसाहरूले काम लाग्दैन। अनि नचुनियाहरू आउँछन्, पुरा नाच्छन्, डान्स गर्छन् हिरोइनहरू, होइन? आजभोलिको फिल्मको हिरोइनहरू भने होइन है, मैले फेरि अन्यथा नलिनु, डान्स गर्नेहरू। मलाई त स्वर्ग जान दिनुहोस्, म त तपाईँलाई एकछिन नाच देखाइछु अनि फुलुक गर्नु खोज्छन् उसमा, जीवनको पुस्तकमा। ए यस्ता नाचको काम छ नि स्वर्गमा, हटाऊ भन्छ। हाम्रो सुन्दरताले काम दिँदैन कोही, हाम्रो धन सम्पत्तिले हामीलाई काम दिँदैन, हाम्रो पोजिसन, हाम्रो पदले त्यहाँ काम दिँदैन। संसारमा हामी वर्षौँसम्म के अरे एउटा देशमा राज्य गरेका हुन, सत्ता चलाएका हुन, शासक भएर बसेका हुन, त्यसले पनि काम दिँदैन। उहाँको काम दिने भनेको उहाँको राज्यभित्र पस्नको लागि चाहिँ उहाँको मानिस बन्नुपर्छ पुगेहरू। अस्ति म दिल्लीमा थिएँ अनि एकजना पार्श्वभावसँग कुराकानी भयो, त्यहाँ बस्यौँ, होइन? अनि एकजना मान्छे आयो त्यहाँ, अर्को मान्छे आयो, बेलुकी सुत्ने कुराहरू भयो, बस्ने कुराहरू भयो। नचिनेको अन्जान मान्छे कहाँ सुताउनु पर्ने चिनेको छैन। उहाँले केही खर्च गरेर नै एउटा होटलमा व्यवस्थापन गरेर उता सुताइदिनु। अब दुःख पाएर आएको मान्छे, होइन, अप्ठ्यारो पर्यो भन्ने उसले भनेपछि त एउटा पास्टरको मन त मनै त हुने, होइन? उसलाई चाहिँ दया गर्ने मन लाग्यो, तर कसरी गर्ने त? घरभित्रै सुताएर राख्दा के अप्ठ्यारो पनि पर्न सक्ने हो कि? अन्जान मानिसको विषय, जो त्यो परिवारको होइन, जो चिनेको जानेको होइन, उहाँको मान्छे होइन भने अर्को ठाउँ व्यवस्था गर्नु। अन्जान व्यक्तिलाई कसैले पनि आफ्नो घर दिँदैन, छेउमा नजिक बसाल्दैन। यदि तपाईँले म अन्जान भएर बस्छौँ भने, उहाँको मानिस बन्दैन भने उहाँको ठाउँमा बस्न हामीलाई पनि अनुमति छ। यसै कारण यहाँ यौनाले भन्नुहुन्छ 4 मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिमीहरूमाथि विजय भएका छौ। तिनीहरूमाथि कुन माथि? झुटा शिक्षामाथि, असत्य कुराहरूमाथि, दियाबलसमाथि, नराम्रो कामहरूमाथि तिमीहरू विजयी भएका छौ। कुन व्यक्ति विजय हुन्छ? जो परमेश्वरको मानिस हुन्छ। सबै हो। तेस्रो कुरा यहाँ के भनेको छ भने, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा धेरै महान हुनुहुन्छ। प्रिय, धेरै महान हुनुहुन्छ। यसको मतलब तपाईँ र मैले जुन परमेश्वरलाई विश्वास गरेका छौँ उहाँ चाहिँ चान्चुनेवाला होइन, उहाँ चाहिँ एउटा कोठामा सीमित हुनेवाला होइन, सारा ब्रह्माण्डको मालिक हुनुहुन्छ उहाँ। अब हेर्नुहोस् परमेश्वरको सृष्टि कति महान छ। आज वैज्ञानिकहरूले अर्को पृथ्वीलाई पत्ता लगाइरहेको छ भने, आज त्यहाँ जीवहरू छन्, त्यहाँ जन्तुहरू छन्, त्यहाँ पानीहरू छन्। अब देख्नुहोस्, हाम्रो कल्पना भन्दा पनि, हाम्रो सोच भन्दा पनि त्यो माथिको कुरा हो, माथिको कुरा। मलाई आज कस्तो लाग्छ भने परमेश्वरले स्वर्ग चाहिँ भौतिक रूपमै बनाइदिनु भएको जस्तो लाग्छ। आत्मिक रूपमा मात्रै होइन, भौतिक रूपमै बनाइदिनु भएको जस्तो लाग्छ। परमेश्वरले छुट्टै बस्ने ठाउँ, उहाँले राज्य गर्ने ठाउँ छुट्टै बनाउन तयार गरिदिनु भएको छ। हुन त पृथ्वी फेरि चलेर रात भएर फेरि नयाँ हुन्छ भनेर भन्छ बाइबलले, प्रकाशको पुस्तकमा। स्वर्ग र पृथ्वी फेरि जल्नेछ अनि फेरि नयाँ उहाँले सृष्टि गर्नुहुनेछ। त्यसमा हामी भाग लिन पाउनेछौँ। अनि मलाई कस्तो लाग्छ भने, मेरो आफ्नो विचार मात्रै हो, यो सत्य लाउन सक्छ। मलाई लागेको कुरा चाहिँ परमेश्वरले यो ब्रह्माण्डभित्र नै एउटा छुट्टै ठाउँ तयार गरिदिनु भएको छ जहाँ स्वर्गीय आनन्द प्राप्त गर्न सकिन्छ। हालेलुया।
त्यस्तो मैले महसुस गर्छु। अब यो कुराहरू हाम्रो मृत्युपछि मात्रै थाहा हुने कुरा हो, किनकि परमेश्वरले हाम्रो लागि राखिदिनु भएको छ। पहिलो कुरा चाहिँ किनकि हामी परमेश्वरका मानिसहरू, हामी विजय कसरी प्राप्त गर्न सक्छौँ भने हामी परमेश्वरको मानिसहरू, परमेश्वरको मानिसहरू भएको कारणले गर्दा हामी विजय प्राप्त गर्न सक्छौँ। हाम्रो दुश्मन को हाम्रो दुश्मन भन्नुहोस् त, तपाईँको दुश्मन को होला जस्तो लाग्छ? यसो विचार गर्नुहोस्। हजुर चिन्नु भएन? पत्ता लगाउनु भएन? मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पितासँग हाम्रो पक्षमा बोलिदिनु हुने एकजना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। हाम्रो विरोधी हामी भित्रै छ, हामी भित्रै छ त्यो जसलाई शैतानले घरिघरि चलाइदिन्छ। अनि हामी भित्र हाम्रो विरोध उसले हामी भित्रैबाट निकालिदिन्छ। हामी थाहा पाउँदैन, त्यसले ऊर्जा थपिदिन्छ। आत्माको विरोधी शरीर हो, शरीरमा शैतानले काम गर्छ प्रयोग। मैले अघि भने कसैलाई राम्रो सम्झाउनुहोस् त, उसले दुःख मान्छ, उसले प्रतिक्रिया दिन्छ, उसले सोध्दैन कि यो मेरो लागि भनेको भनेर सोध्दैन। तर उसले के सोध्छ? यसले मलाई भन्ने, मलाई सम्झाउने। एउटा अहङ्कार, अहमता आउँछ। अहङ्कार र अहमता कहाँबाट आउँछ? पावलको पुस्तकमा के भन्छ? तिम्रो शरीरभित्रैबाट आउँछ। अनि अहङ्कार अहमता ल्याइदिने काम कसले गर्छ? परमेश्वरबाट आउँदैन, त्यो साइडबाट आउँछ, त्यो डियाबलसले ल्याइदिन्छ। अनि त्यसैले हाम्रो जीवनलाई नोक्सान पुर्याउँछ। त्यसै कारण यहाँ भनेको छ, मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। हामी परमेश्वरको मानिस हौ, परमेश्वरको छोराछोरी हौ। यदि असल प्रकारले प्रभुतिर अगाडि बढ्यो भने, दौडियौँ भने हामी विजय हुन्छ। भौतिक रूपमा विजय हुन सक्छ, आत्मिक रूपमा विजय हुन सक्छ, आर्थिक रूपमा विजय हुन सक्छ। बाइबलले के भन्छ? परमेश्वरमा भरोसा गर्ने मानिस, त्यसलाई धन मान र इज्जतले म अभिषेक गर्नेछु, सम्पन्न बनाउनेछु। यदि हामी आफ्नो लागि मात्र दौडेर प्रभुलाई हामीले तिरस्कार गर्यो भने सबै कुरा हामी गुमाएर बस्छौँ, केही हुने हुन्छ। यदि तपाईँ विजयको जीवन जिउनु हो भने तपाईँभित्र भएका सबै खराबी कुरालाई निकाल्नुहोस्। हामीले थाहा पाउँदैनौँ म भित्र खराबी छ भनेर, थाहा पाउँदैन हामी। तर जब हामीले बाइबललाई हेर्छौँ प्रिय, तपाईँ र म भित्र भएको खराबी के हो यसले स्पष्ट पाएको छ। यसमा विश्वास गर्नु पर्यो। यो परमेश्वरको सन्देश हो, परमेश्वरको वचन हो। यो वचनमा लेखेका कुराहरू, जुन कुरा मैले स्वीकार गरिरहेको छैन, जुन कुरामा म हिँडिरहेको छैन, त्यो चाहिँ पाप हो, त्यो चाहिँ असत्य हो। त्यसले मलाई परमेश्वरतिर होइन तर संसारतिर लैजान्छ। जुन संसारले परमेश्वरलाई तिरस्कार गर्छ, घृणा गर्छ। तपाईँ र मेरो व्यवहार, तपाईँ र मेरो सम्बन्धले परमेश्वरतिर नजिक गएको छ कि छैन हामी आफैलाई बुझ्न सक्छौँ। त्यस कारणले गर्दा यहाँनिर के भनेको छ भने तिमीहरू पाप नगर किनकि तिमीहरू परमेश्वरका हौ। पाप गर्नेलाई परमेश्वरले प्रेम गर्नुहुन्न, पापीलाई हो परमेश्वरले प्रेम गर्ने। यहाँ तल के लेखेको छ? यहाँ के लेखेको छ भने तर कुनै मानिसले पाप गर्यो भने पितासँग हाम्रो पक्षमा बोलिदिनु हुने एकजना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। यही लेखेको छ। तर प्रभुलाई विश्वास गरिसक्यो भने, आज विश्वास गरेर पनि फेरि हामी त्यो पापतिर दौडिरहन्छौँ, परमेश्वरलाई मन नपर्ने कामहरू गरिरहन्छौँ भने हामी कसरी विजय जीवन जिउन सक्छौँ त?
हामी गलत काम गरिरहने, जानी जानी पनि गर्ने अनि भन्ने प्रभु मेरो पापलाई क्षमा गरिदिनु, यो त अलि अन्याय भएन र? राम्रो भएन त? राम्रो भयो। धेरैचोटि हामी पोइजन खाएर बसिरहेका हुन्छौँ, चिन्दैनौँ आफैले आफै। त्यो पोइजन चाहिँ के हो भने परमेश्वरलाई मन नपर्ने काम गर्नु, परमेश्वरको घृणित काम गर्नु, जसले हाम्रो आत्मालाई बिस्तारै 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 नाश गरेको हुन्छ। स्लो पोइजन एकैचोटि हुँदैन त्यो, त्यसले हामीलाई बिस्तारै बिस्तारै परमेश्वरदेखि टाढा बनाएको छ। परमेश्वरसँग टाढा हुनु भनेको दियावलसँग नजिक हुनु हो। परमेश्वरलाई मन नपर्ने काम गर्नु भनेको शैतानलाई मन पर्ने काम गर्नु हो प्रिय। जसले शैतानको मन पर्ने काम गर्छ त्यो परमेश्वरदेखि टाढा भएर बस्छ। अनि परमेश्वरसँग टाढा हुनु भनेको मृत्यु हो। मृत्यु मृत्यु एकैचोटि प्रेम गरेर हावाहुरी आएर मान्छेलाई छापको छोड्ने होइन, बिस्तारै 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 परमेश्वरदेखि अलग बनाउँछ। त्यसपछि प्रभुको राज्यको दिनमा हामी प्रभुदेखि टाढा भएको अनुभव त्यतिखेर गर्छौँ। दोस्रो कुरा, परमेश्वर हामीमा हुनुहुन्छ प्रिय। हामीले क्रिसमसमा एउटा पद पढ्छौँ कि एकदमै कण्ठ हुन्छ हामीलाई, होइन? मत्ती 1:23 पदमा हामी हेर्छौँ, इमानुएल, परमेश्वर हामीसँग। यसो ख्रीष्ट किन जन्मिनु भयो? उहाँ हामीसँग हुनुहुन्छ, होइन र? अनि यसैया 14:7 पदमा हेर्नु भने एकजना बालक जन्मनुहुन्छ, उहाँको नाउँ इमानुएल राख्नेछ भनेर भन्छ। अनि त्यहाँ पनि हामीले हेर्ने भने के हुन्छ भने त्यहाँ यसैया 7:14 पदलाई, यसैया 7:14 पद। यो प्रायः जस्तो क्रिसमसमा हामी यसलाई पढ्ने गर्छौँ। यसै कारण प्रभु आफैले तिमीलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ। अब मत्तीको पुस्तक 1:23 पदलाई तपाईँले पढ्नुभयो भने यहाँ के बताइएको छ? हेर, कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसँग। परमेश्वर हामीसँग हुनुहुन्छ प्रिय। ढाडस गर्नुहोस्, परमेश्वर हामीसँग हुनुभएको कारणले गर्दा हामीसँग पावर छ दियावलसँग लड्नलाई, त्यससँग विजय हुनलाई, त्यसलाई हराउनलाई हामीसँग त्यो शक्ति छ प्रिय। अब बाँकी के रह्यो भने हामीसँग परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न? हामी परमेश्वरसँग छौँ कि छैनौँ? यसैको पुस्तकमा भनेको छ, जबसम्म पाउन सक्छौँ उहाँलाई खोज, उहाँ नजिक हुँदा नै उहाँलाई भेट, उहाँलाई भेट, उहाँको दर्शन गर, उहाँसँग बातचित गर, किनकि उहाँ टाढा हुनुहुन्न, उहाँ नजिक हुनुहुन्छ, हामीसँगै हुनुहुन्छ। अनि यहाँनिर बडो मजासँग भनेको छ, परमेश्वर हामीहरूसँग हुनुहुन्छ। एउटाले त्यही भन्नुहुन्छ, एउटाले के भन्नुहुन्छ भने, मेरा साना बालकहरू तिमीहरू कसका हौ? कसका हौ? आवाज आयो? कसका हौ भन्नुहोस् त? अलिक चर्को स्वरले भन्नु न। कसका हौ? यो छानै उम्रेर माथि जाओस् न। कसका हौ? हामी परमेश्वरको छोराछोरी भएको कारणले गर्दा, नन्ना मुन्ना बच्चा भएको कारणले गर्दा हामी किन डराउने? परमेश्वरका नन्ना मुन्ना बच्चा हौ हामी। साना साना बच्चा उहाँले अँगालो हाल्नुहुन्छ, उहाँले चुम्बन गर्नुहुन्छ हामीलाई, उहाँले प्यार गर्नुहुन्छ। हिजो म बाहिर थिएँ, एउटा चर्च उद्घाटनमा, बेलुकी घरमा आएँ। घरमा आइसकेपछि मेरो बुढीले भन्नुभयो आज नातिनीहरू त आज के छोरी ज्वाइँले उहाँ लग्नु भएको थियो के अरे स्कुलमा भर्ना गर्न।
स्कुलमा भर्ना गर्न लाग्नु भएको थियो छोरी ज्वाइँले। अनि त्यहाँ गइसकेपछि टिचरले त आमा बाउसँग पनि इन्टरभ्यू लिँदो रहेछन्। हेर्नुहोस् त्यहाँ त अब थाहा भएन, अब बच्चासँग पनि इन्टरभ्यू। मेरो नातिहरू बोल्दै बोल्दैन, 10 चोटि बोलाए पनि बोल्दैनन् तिनीहरू। अनि टिचरले भन्नुभयो बाबासँग इन्टरभ्यू लिनुभयो, उनीहरू त अब इङ्ग्लिस बोले राम्रो प्रकारले होइन, अब बच्चाहरूसँग बोल्दै बच्चा त बोल्दै बोल्दैनन्। अनि टिचरले के भन्यो, टिचरले भन्यो तिम्रो छोरीहरू त यो बोल्दैन, यिनीहरूको लाटा छ क्या हो भनेर भनेछ टिचरले। अनि मेरो छोरी स्याहार भयो, दुई बेला छोरी लाटी भयो भने त बर्बाद भएको छोरी चाहिँ निराश भयो जस्तो। अनि टिचरले के भन्यो भने दिस इज भने पङ्खालाई देखाएछ, ओ दिस इज द फ्यान भनेछ नातिनीहरूले इङ्ग्लिसमा। त्यो टिचर त दङ्ग परेछ, हेर्नुहोस् न, दङ्ग पऱ्यो टिचर। ए यिनीहरू लाटीसँग बनाइदिनु त बोल्दा रहेछन्, त्यही पनि इङ्ग्लिसमा। त्यहाँ प्रायः मराठी बोल्छ, इङ्ग्लिस कमै मात्रै बच्चाहरू बोल्ने होला सायद। अनि त्यहाँनिर हेर्नुहोस् त त्यो बच्चाहरू लाटीसँग भनेको त तिनीहरू दिस इज द फ्यान भन्छ नि नातिनी, एउटा नातिनी। एउटीले भन्न बित्तिकै अर्कीले पनि त्यही भन्छ नि। यिनीहरू लाटी होइनन्, यिनीहरू धेरै बाटी नै छन्। मैले भन्न खोजेको कुरा के हो भने बच्चाहरू कति प्यारा हुन्छ। अनि जब मैले यो कुरा सुने घरमा आउने बित्तिकै मैले तुरुन्तै फोन लगाएँ, आज तेरो छोरीको के भयो त त्यहाँ इन्टरभ्यू दिन गएको थियो। अनि मेरो छोरी चाहिँ हाँसी कुरा गर्छ, उता ज्वाइँले पनि उता अझै प्रेसर दिएर भन्दै हुनुहुन्थ्यो होइन, यस्तो भयो उस्तो भयो कहानीहरू होइन, रमाइलो चाहिँ एकदमै खुसी लाग्यो, आनन्द। बच्चाहरू धेरै प्यारा हुन्छ। र बच्चाहरूको यस्तो नहुन् कि त्यहाँनिर केही सामान आएछ त्यहाँबाट पिसाब गरिदिने, बच्चाहरू यस्तो हुँदैन कि त्यहाँनिर भएका चिजहरू खाएर फालिदिने, त्यस्तो पनि हुँदैन। आज कस्तो बच्चा बन्न चाहन्छ, प्यारो बच्चा बन्न चाहन्छौँ, आज्ञाकारी बच्चा बन्न चाहन्छौँ। बच्चा सुरुमै हेर्दाखेरि कति मजा आउँछ है, आनन्द लाग्छ, काखमा हालिन्छ। बच्चाहरू देख्यो भने धेरै धेरै माया लाग्छ, बोल्ने मन लाग्छ। किनकि तपाईँहरू परमेश्वरको बच्चा हो। आमेन। तपाईँहरू परमेश्वरको बच्चा हो। अनि यहाँनिर के भनेको छ भने मेरा साना बालकहरू तिमीहरू परमेश्वरका हौ, तिमीहरूसँग परमेश्वर हुनुहुन्छ, तिमीहरूसँग परमेश्वर हुनुहुन्छ। अनि यहाँनिर यूहन्नाको पुस्तक 1:4 म फेरि जान्छु, 4:4 जान्छु म फेरि। यहाँनिर के भनेको छ भने मेरा साना बालकहरू तिमीहरू परमेश्वरका हौ, किनभने जो तिमीहरू हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा धेरै फरक हुनुहुन्छ। एकजना शक्तिशाली मानिसको छेउमा बस्नु, हजारौंटा शक्तिशाली मानिसको छेउमा बस्नु भन्दा एकजना जीवित परमेश्वरको छेउमा बस्नु उचित छ। ताली बजाउँ प्रभुलाई। तपाईँ मेरो प्रभु, हाम्रो विरुद्धमा हजारौं मानिसहरू किन नहोस्, तर तपाईँ र मेरो पक्षमा एउटा परमेश्वर हुनुहुन्छ भने तपाईँ विजयको जीवन जिउनेवाला हुनुहुन्छ। यहाँनिर के भनेको छ भने यूहन्नाको पुस्तक 16:33 यूहन्ना 16:33 यसरी लेखेको छ। म पढ्छु है सबैलाई। मैले तिमीलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूमा शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। आमेन। साहस गर। संसारमा हामीलाई पीडा हुन सक्छ, हामीलाई दुःख हुन सक्छ, हामी शरीर अनुसार काम गर्न नसकौँला हैन, हामी पीडामा होला, हाम्रो विरोधीहरू होला, तर तपाईँ र मेरो परमेश्वर संसारमाथि विजयी हुने परमेश्वर हुनुहुन्छ। एक दिन यो संसारलाई पनि न्याय गर्नेवाला परमेश्वर हुनुहुन्छ। संसारमा भएका सबै यावत थोकलाई फेरि पुनः रिभ्यू, पुनः ताजगी बनाउन सक्ने क्षमता उहाँसँग छ। अनि त्यो परमेश्वरको सेवा गर्ने मान्छे हो। त्यसैले हामी चाहन्छौँ मान्छे आफूले आफूलाई नसोच्नुहोस्। तपाईँ कमजोर मानिस होइन, शरीरमा कमजोर हुनुलाई, दुर्बल हुनुहोला,
हैन, गरिबी अवस्थामा होला, रोग र बिमारले ग्रस्त हुनुहोला। तर याद गर्नुहोस्, तपाईँ परमेश्वरको छोरा र छोरी हुनुहुन्छ। तपाईँ विजय जीवन जिउनेवाला परमेश्वरको छोरा छोरी हुनुहुन्छ। तपाईँ स्वर्ग र पृथ्वीमा अधिकार गर्नेवाला प्रभुको छोरा छोरी हुनुहुन्छ। येशूले त्यही भन्नुभयो, मत्ती 28 को 18 पदमा भनेको छ, मलाई यो संसारको सबै कुराहरू मेरो अधिकारमा दिएको छ, मेरो अधिकारमा छ। येशूले भन्नुभएको छ कसैको अधिकार। अहिले संसारमा मान्छेहरू धेरै चलफल गर्छन्, एकले अर्कालाई मार्ने, एकले अर्कालाई हत्या गर्ने, एकले अर्काको विरोध गर्ने, एकले अर्काको नाना थरीको कामहरू देख्छन् संसारमा। तर ढाडस गर्नुहोस्, तपाईँले विजयी जीवन जिउनु भएको छ। मृत्यु पछिको जीवन सबसे बलियो, सबभन्दा ताकतिलो, सबभन्दा गौरवमय जीवन त्यो जीवन। तपाईँ शरीरमा हुँदा पनि, शरीर पश्चात पनि तपाईँ विजयी जीवन जिउने व्यक्ति हुनुहुन्छ। मैले अन्तिम पद पढ्ने इच्छा गरेँ। फिलिपीको पुस्तक 2 अध्यायको 10 पद। यहाँनिर के लेखेको छ? फिलिपीको पुस्तक 2 अध्यायको 10 पद। यहाँनिर पावलले लेख्नुहुन्छ, पावलले भन्नुहुन्छ कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाममा बुढा टेक्नुपर्छ। तपाईँ र मैले जुन परमेश्वरको सेवा गरेका छौँ, उहाँले शैतानमाथि विजय प्राप्त गर्नुभएको छ। उहाँले दुष्ट आत्मादेखि विजय प्राप्त गर्नुभएको छ। त्यसै कारण प्रभुलाई विश्वास गर्ने मानिसलाई दुष्ट आत्माले चलाउन सक्ने हिम्मत गर्दैन। यदि तपाईँ मैले राम्रो विश्वास गरेर अगाडि बढ्यो भने आशिष तपाईँको छेउमा छ प्रियहरू। के समृद्धि तपाईँको छेउमा छ प्रियहरू। चमत्कार तपाईँसँगै छ प्रियहरू। तपाईँ भित्रै छ। तपाईँ जब प्रभुसँग नजिक हुनुहुन्छ, प्रभुको आज्ञाकारी छोराछोरी बन्नुहुन्छ, प्रभुमा समर्पित जीवन जिउनुहुन्छ, परमेश्वरले तपाईँको जीवनलाई सबैभन्दा बलियो र विजयीको जीवन दिनुभएको छ। हामी आफै हार्ने हुन्छ, यो भएन, त्यो भएन, यस्तो भएको भए हुन्थ्यो, त्यस्तो भएको भए हुन्थ्यो, म कमजोर छु, लेखे पढेको छैन, विश्वास राम्रो छ। ए बाबा, कस्तो विश्वास हुनुपर्ने? पालिस लगाएको हुनुपर्छ विश्वास, पेन्ट गरेको हुनुपर्छ विश्वास। विश्वास तपाईँ र परमेश्वरसँगको सम्बन्धको कुरा हो नि विश्वास। परमेश्वरसँगको भरोसा, परमेश्वरसँगको आज्ञाकारिता, परमेश्वरसँगको प्रार्थना, उहाँको वचनमा आज्ञाकारी जीवन जिउनु नै विश्वास हो। भारी बोक्नु पर्दैन, धेरै पढे लेखे पर्दैन। यो परमेश्वरको राज्य हो। परमेश्वरको राज्यमा सबैलाई बराबरी अधिकार परमेश्वरले दिनुभएको छ। तर याद गर्नुहोस्, त्यो अधिकार चाहिँ तब मात्र पाइन्छ जब हामी आज्ञाकारीको जीवन जिउन सक्छौँ। तपाईँलाई परमेश्वरले विजयीको जीवन दिनुभएको छ, आनन्दको जीवन दिनुभएको छ, शान्तिको जीवन दिनुभएको छ। तर तपाईँ परमेश्वरसँग तपाईँको सम्बन्ध कति छ? आज्ञाकारी कति छ? चिटिङ गर्नु हुँदैन परमेश्वरको लागि। परमेश्वरको विरुद्धमा हिँड्नु हुँदैन। मण्डलीमा विश्वासीहरूको अगाडि एउटा जीवन, त्यसभन्दा बाहिर गएपछि अर्को जीवन परमेश्वरलाई मन पर्दैन। खोल गरेको जीवन परमेश्वरलाई मन पर्दैन। जो छ त्यसैमा आज्ञाकारी हुनुहोस्, इमानदार हुनुहोस्, प्रभुमा भरोसा गर्नुहोस्, अगाडि बढ्नुहोस्। तपाईँलाई हरेक काममा परमेश्वरले विजयी जीवन दिने उहाँले जिम्मा लिनुभएको छ। म तिमीलाई कहिल्यै छोड्दिनँ, न त कहिले म त्याग्नेछु। यहोशूको पुस्तकमा परमेश्वरले यहोशूलाई भन्नुहुन्छ, मेरो छोरा, मेरो दास मूसाले दिएको व्यवस्थाबाट त दायाँ र बायाँ नला, त्यो बाटोमै हेर, म तेरो जीवनको अन्त्यसम्म तसँग छु। हालेलुया। जब परमेश्वर तपाईँको पक्षमा हुनुहुन्छ भने तपाईँको विरुद्धमा उठ्न कोही पनि सक्दैन। तपाईँले संसारलाई हात पारेर आफ्नो आत्मा गुमाउनुहुन्छ भने तपाईँको लागि के लाभ हुन्छ र? कुनै लाभ हुँदैन। त्यसकारण पहिला तपाईँले आफ्नो आत्मालाई सुरक्षित गर्नुहोस्।
आफ्नो जीवनलाई सुरक्षित गर्नुहोस् अनि मात्रै तपाईँ विजयीको जीवन पाउनुहुन्छ। त्यस कारणले गर्दा आज मैले तपाईँलाई बताउन खोजेको चाहिँ हामी संसारका कुराहरूमा विजयी जीवन जिउन सक्छौँ किनकि तपाईँ र मेरो परमेश्वर महान हुनुहुन्छ। तपाईँ र मेरो परमेश्वर शक्तिमान हुनुहुन्छ। उहाँ हामीसँग हुनुहुन्छ र उहाँ सबै कुरालाई नियन्त्रण गर्न सक्ने शक्तिशाली परम प्रभु परमेश्वर हुन्छ। उहाँमा हामी समर्पित र आज्ञाकारी जीवन जिउनुपर्छ। आउनुहोस् हामी छोटो प्रार्थना गर्छौँ। हालेलुया।